Hello guys, welcome to my vlog. आज तपाईहरुलाई म विश्व क्लब फुटबलको बारेमा केही भन्ने गइरहेको छु है। के त भन्दा फेरि यो अहिले हुँदै गरेको विश्व क्लबमा धेरैले फेसबुक, इन्स्टा, ट्विटर र लगातार टिकटक तिर युट्युब तिर लाइरहेको देखिरहेको छु गाइज, लाइरहेको देख्छु हैन गाइज। के त रहेछ भनेर चाहिँ मैले चाहिँ थाहै थिएन क्या। अब म पनि बुझ्दै गएको त जसले पनि के लाइरहेको हुन्छ थाहा छ गाइज। के भनेर अब क्रिस्टियानो रोनाल्डो त हार्यो मेसीले पाउँछ भनेर गोल्डन बुट आश नगर्दै हुन्छ। क्रिस्टियानो रोनाल्डोको चेला त जिउँदै छ नि, पो भन्छ त हो। म त छक्का पर्यो क्या। अब क्रिस्टियानो रोनाल्डोको चेला पो रहेछ क्या एम्बापे त, होइन? म पनि त एम्बापेकै बिग फ्यान त हो नि, गुरु हो नि त मेरो एम्बापे। नसिकाए पनि यहाँ म फरक देश भए पनि होइन गाइज, तर पनि एम्बापेको बिग फ्यान हो क्या म। अब एम्बापे त फ्रान्स त सेमी फाइनल पुगिहाल्यो होइन, तर अर्जेन्टिनाको चाहिँ नि गाइजहरू लास्ट ल्याङ गर्ने क्या गाइजहरू। यो चाहिँ हारिसकेको रेफ्रीलाई घुसको आशा कि जस्तो छ कि खत्तम गरिदियो नि हो। 3 गोल लाएको 2 गोल मात्रै दियो गाइज। त्यस्तो रफ खेलिरहेको थियो होइन अर्जेन्टिनाको टिम, तर रेफ्रीले केही दिएन क्या, रफसप केही। तर पनि गाइज होइन के भन्छ नाम चाहिँ आएन गाइज होइन, तर पनि म भनिदिइहाल्छु ल। अर्जेन्टिनासँग पर्ने थियो नि, अहिले हार्यो नि अर्जेन्टिनासँग। हो, हार्ने टिमको नाम चाहिँ आएन, तर पनि मैले भने हार्नेलेको बिचरा कोच र म्यानेजर सुद्धोले रेड कार्ड खाइदियो क्या। अब कस्तो दुःखमा नि यार, खत्तम भइगयो नि हो। तर केही छैन गाइज, अर्जेन्टिना नि क्वार्टर पुगेछ होइन। पर्सिको दिन गेम छ, पर्सिको दिन फिक्स क्वार्टरमा हारिन्छ होइन। हारेन भने पनि गाइज नर्वेले क्वार्टरमा त फिक्स हारिदिन्छ, सेमीमा फिक्स हराइदिन्छ क्या गाइज। नर्वे पनि सेमी फाइनल त फिक्स आइपुग्छ होइन, तर क्वार्टर जिते पनि मेसी सेमीदेखि उकालो जानु सक्दैन क्या गाइजहरू। अनि गोल्डन बुट चाहिँ किलियन एम्बापे गाइज। को किलियन एम्बापेको बिग फ्यान, लु किलियन एम्बापेको बिग फ्यान नभए पनि फ्रान्सको कोले सपोर्ट गर्नुभएको छ होइन। लाइक कमेन्ट सेयर फलो गर्न नबिर्सिनु होला होइन। अनि मेरो युट्युब च्यानलमा गएर पनि मुनितिरपट्टि कमेन्ट बक्समा टक्क कमेन्ट बक्समा कमेन्ट र टक्क गएर सब्सक्राइब हानिदिनु ल गाइज। तर यो भिडियो चाहिँ फेरि फ्रान्सको को सपोर्ट गर्नुभएको छैन उहिले मात्रै फलो ग कमेन्ट गर्छ गाइज, अनि सेयर गर्छ। लाइक त गर्नै पर्छ होइन सबैले ल गाइज। यतिकै धन्यवाद होइन, थ्याङ्क यू।